नमस्कार सम्पूर्णमा। आदरणीय यस कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य सहप्राचार्य इन्चार्ज शिक्षक शिक्षिका टोलवासी आमा बुबा दाजुभाइ दिदी बहिनी तथा यस कार्यक्रममा उपस्थित सम्पूर्णमा म कक्षा 5 की छात्रा प्रनिशा पराजुलीको तर्फबाट न्यानो अभिवादन। आज यस विद्यालयको 44औं वार्षिक उत्सवको अवसरमा हामी कक्षा 5 का छात्र छात्राहरूले झोला मेरो साथी भन्ने शीर्षकमा सानो नाटक प्रस्तुत गर्न गइरहेका छौँ। यस नाटकका पात्रहरू यस प्रकारका छन्। झोला एरिक कोजुर, रवि एलिस रेग्मी, आमा रेवा वासुकला, शिक्षिका सुभाषना रिजाल, कलम स्वप्निल वासुकला, किताब पूर्णिमा घलान, विद्यार्थीहरू रुबी खितिबकु, प्रिन्सा ढुवाल र आर्जिना ढुवाल। आशा गर्दछु हजुरहरूलाई हाम्रो नाटक राम्रो लाग्नेछ। धन्यवाद। नमस्कार साथीहरू, म रविको झोला हुँ। आज म तपाईँहरूलाई मेरो आफ्नै कथा सुनाउन चाहन्छु। बिहान बिहान म रविको काठमा बसेर विद्यालय जान निकै रमाउँथे, तर केही दिनदेखि म दुखी छु। दृश्य 1, बिहानीको घर। पहिला मलाई भन त, तिमीले झोला मिलायो कि मिलाएनौ? हे आमा, पछि मिलाउँछु नि। ल ठिक छ, जब कसरी भन्ने? हे भगवान, यो झोला हो कि कबाडी पसल? अरे मेरो मुख थिचियो, मलाई मोडिदियो। पाना च्यातिन्छ कि भन्ने डर लाग्छ। म त इतिहासको किताब हुँ, मलाई सम्मान चाहिन्छ। म त हिजोदेखि हराएको छु। म त अँध्यारोमा छु। जिपिएस भए त घर फर्किन्थे होला। रवि, सामानहरू भनेको त मिलाएर राख्नुपर्छ नि बाबु। हुन्छ आमा। कहिले किताब तल, कहिले खाजा माथि। म त गोलमटोल भएर हिँड्नै सकिनँ। दृश्य 2, विद्यालयको कक्षा। नमस्कार गुरुआमा। नमस्कार विद्यार्थीहरू, सबैजना बस्नुहोस्। धन्यवाद गुरुआमा। म सुरुमा तपाईँहरूको हाजिर लिन्छु है। हुन्छ गुरुआमा। रोल नम्बर 1 उपस्थित छु। रोल नम्बर 2 उपस्थित छु। रोल नम्बर 3 रोल नम्बर 4 उपस्थित छु। अब सबैले हिजोको पाठको गृह कार्य निकाल्नुहोस् त। ठिक छ। ल ठिक छ। रवि, गृह कार्य किन ननिकालेको? गुरुआमा। हे दर्शकहरू, मलाई त अब लाज नै लाग्न थालिसक्यो। रवि, तिमीले गृह कार्य गरेको त थियौ नि? गरेको त थिए, तर कापी नै कहाँ राखे थाहा नै भएन। रवि, फेरि एकपल्ट खोजी हेर न त। ओहो गुरुआमा, मैले त कापी नै ल्याउन बिर्सेछु। म भन्न चाहन्थे, मेरो भित्र नै थियो। राम्ररी हालेको भेटिन्थ्यो। म त कुनामा कोचिएको छु, बोल्न पनि गाह्रो भइरहेको छ। रवि, झोला सफा भए मन पनि सफा हुन्छ नि। विद्यार्थीहरू आफ्नो सामान ठिक ठाउँमा राख्नु भनेको राम्रो
राम्रो बानी हो। यसले समय बचाउँछ र अनुशासन पनि सिकाउँछ नि। हुन्छ गुरुआमा। दृश्य 3 बेलुकीको घर। आज मलाई गल्ती भयो जस्तो लाग्यो। झोला साथी, आज मैले तिमीलाई धेरै दुःख दिएँ है। बल्ल तिम्रो गैँटोमा घाम लागेछ है। ढिलो भए पनि बुझेकोमा धन्यवाद। अबदेखि म कापी, किताब, कलम मिलाएर राख्छु। अबदेखि कापी यहाँ, किताब पनि यहाँ, कलम खैटीमा। आहा, आज त म धेरै खुसी छु। अबदेखि सबै सामानहरू सुरक्षित हुन्छन्। वाह, अब त म सफा र सुरक्षित छु। म सिधै सुत्न पाउँछु। अब म भिआइपी सिटमा बसे, कहिल्यै हराउँदिनँ। रवि, तिमीले राम्रो बानी बसाल्यौ। दृश्य 4 अर्को बिहान परिवर्तन देखाउने दृश्य। नमस्कार साथीहरू, म फेरि तपाईँलाई मेरो कथा सुनाउन चाहन्छु। तर आजको दिन चाहिँ अलि फरक छ है। एक, दुई, तीन, सबै सामान रेडी। कापी यहाँ छ, किताब पनि यहाँ छ, कलम यहाँ छ। सबै आफ्नो ठाउँमा छ। आहा, आज त म योग गरे जस्तो हलुको महसुस गर्दैछु। आज त म हलुको र सन्तुलित महसुस गर्दैछु। अबदेखि मलाई दुख्दैन, थाक्दिनँ। अब त म सफा र सुरक्षित छु। म राम्ररी पढिन सक्छु। अब म आफ्नै खल्टीमा बसे, कुनै दिन हराउँदिनँ। रवि, आज तिमी धेरै जिम्मेवार देखियो। आज त मेरो छोरा स्टार जस्तो देखिएको छ। राम्रो बानीले नै मलाई स्टार बनायो। आफ्नो सामान मिलाएर राख्दा सबै काम सजिलो हुँदो रहेछ। दृश्य 5 विद्यालय सकारात्मक परिणाम। नमस्कार गुरुआमा। नमस्कार विद्यार्थीहरू, सबैजना बस्नुहोस्। धन्यवाद गुरुआमा। म सुरुमा तपाईँहरूको हाजिर लिन्छु है। हुन्छ गुरुआमा। रोल नम्बर 1 उपस्थित छु। रोल नम्बर 2 उपस्थित छु। रोल नम्बर 3 उपस्थित छु। रोल नम्बर 4 उपस्थित छु। अब सबैले हिजोको पाठको गृह कार्य निकाल्नुहोस् त। ल ठिक छ। राम्रो छ। ठिक छ है। रवि, आज त गृह कार्य पुरा रहेछ। धेरै राम्रो। धन्यवाद गुरुआमा। आफ्नो सामान मिलाएर राख्दा सबै सामानहरू सुरक्षित हुँदो रहेछ। हो गुरुआमा, यो राम्रो बानले गर्दा हामीलाई आफ्नो सामानहरू व्यवस्थित राख्न साथसाथै सुरक्षित राख्न धेरै मद्दत भएको छ नि। स्याबास, तिमीहरूले यो निकै राम्रो काम गर्दैछौ। धन्यवाद गुरुआमा। साथीहरू, साना बानीले ठुलो परिवर्तन ल्याउँछ। आफ्नो सामान मिलाएर राख्दा आफूलाई मात्र होइन, हामी सामानहरूलाई पनि खुसी बनाउँछ। आफ्नो सामान आफ्नै ठाउँमा राखौ र राम्रो बानी बसालौ। धन्यवाद।